पूर्व क्षितिज नाम गरेको एउटा सुन्दर अनि रमाइलो गाउँ थियो। त्यहाँ भ्यागुतो र खरायो बस्थे। भ्यागुतोको भुँडी ठुलो थियो, तर भ्यागुतो बाठो थियो। खरायो छिटो छिटो दौडन सक्थ्यो, तर ऊ निकै घमण्डी थियो। एक दिन पोखरी नजिकै खरायो आउँछ, छिटो छिटो दौडेर। भ्यागुतो चाहिँ पोखरी नजिकैको ढुङ्गोमा बसेको थियो। खरायोले भ्यागुतालाई भन्यो, ए बुढे भ्यागुतो, मलाई नसोधिकन त यहाँ किन बसिस? यो मेरो ठाउँ हो, मेरो। तँलाई थाहा छैन? तँ यहाँबाट गइहाल नत्र। खरायोजी, तपाईँ ठुलो हुनुहुन्छ, तपाईँ बलियो पनि हुनुहुन्छ। के यो तपाईँको ठाउँ हो भने मलाई भन्नुहोस् त, तपाईँ यहाँ पोखरीभित्र बस्न सक्नुहुन्छ? भ्यागुतोको कुरा सुनेर खरायो निलो कालो हुन्छ।